नमस्कार साथीहरू, आज चाहिँ म तपाईँहरूलाई भुइँमा फल्ने भुइँस्याउ देखाउन गइरहेकी छु। यो चाहिँ बारीको छेउमा यस्तो छेउछेउ डिलमा पनि राम्रै फल्दो रहेछ। त्यति ठुलो नभए पनि मसिनो मसिनो छ। यो घाममा बसेर खान चाहिँ एकदमै मिठो हुने फल रहेछ। यसलाई चाहिँ हाम्रोतिर भुइँस्याउ भनेर चिन्ने गरेको छ। तपाईँहरूकोतिर चाहिँ के भनेर चिन्नुहुन्छ? आज चाहिँ हाम्रो मटर टिप्ने दिन थियो अनि दिउँसो घाम मजाले लागेको हुँदा चाहिँ यसरी बसेर भुइँस्याउ तासेर खाउँ भनेर आमा छोरी भएर यसलाई चाहिँ मजाले धोइ पखाली गरेर तासेर खानलाई साथीहरू तपाईँहरूले पनि देखिराख्नु भएको छ। घाम कस्तो मजाले लागिरहेछ यहाँनिर। यो फल चाहिँ जस्तै बिरामी हुँदा पनि खान मिल्ने, यो चाहिँ अत्याधिक मिठो फल हो। सबैजनालाई मनपर्छ पर्दैन, हामीलाई चाहिँ यो फल निकै मनपर्छ। पानी चाहिँ त्यति धेरै खान नसक्ने साथीहरू, तपाईँहरूलाई चाहिँ यो फल खानुभयो भने पानीको मात्रा चाहिँ बढाइदिन्छ। कतिपय ठाउँमा चाहिँ यसलाई व्यावसायिक खेतीकै रूपमा लगाउँछन्। यो चाहिँ अर्ग्यानिक फल हो, यसमा कुनै विषादीको प्रयोग गरिँदैन। यो चाहिँ गोठे मलले मात्रै हुन्छ, रासायनिक मल पनि लगाउनु पर्दैन यसमा। यो खानको लागि त्यही भएर राम्रो हुन्छ। हामी चाहिँ आमा छोरी बसेर मजाले गफ गर्दै खाँदैछौँ घाममा। कस्तो मिठो फल आयो त। आजको भिडियो यति नै साथीहरू। आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। बाई बाई।